हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। आज चाहिँ मैले ब्लग बनाउन लागेको सेकेन्ड टाइम्स होलीको दिन। आज होली मनाउँदैछन् मेरा बहिनीहरूले चाहिँ मनाइरहेका छन्। हेलो हेलो हेलो, तपाईँको नाम? यो चाहिँ मेरो बहिनी मुना, सङ्गीता, सुभाष। उता पनि छन् मेरा बहिनीहरू। अरूहरूले रङ खेलिरहेछन् तर मलाई थोडा एलर्जी हुने भएर नखेलेको। अनि एकदम रमाइलो छ, वातावरण घाम लागिरहेछ, तेरे जैसे दुनिया में कोही भी नहीं। अनि गाइजहरू होली खेलिरहेछन् मेरो बहिनीहरू। यता चाहिँ म चाहिँ नलगाउने रङ, त्यही भएर बसिरहेको। गाइज यता चाहिँ मेरो घर। अनि डाँडा पाखा घाम लागिरहेछ टट। अनि म चाहिँ जाँदैछु यतातिर। एकदम अब लगाइरहेको, एकदम रमाइलो वातावरण भइरहेको। यता चाहिँ मेरो भाइ, छोटे भाइ। के भन्ने चाहिँ, म चाहिँ दोकान जान लागेको। यता पछाडि चाहिँ हाम्रो चर्च छ। चर्चमा क्रिस्चियनहरूले हाई हेलो गाइस, हैप्पी होली मेरे तर्फबाट। तँ हाँस मत ज्यादा। सो गाइस यो चाहिँ हाम्रो जीजसको चर्च। और इधर यहाँ पहिला जीजस हुनुहुन्थ्यो हैन। बहुत हावा चलिरहेको। अनि यहाँ दिदीले कलर लगाएको छैनन् किनकि इनलाई कलरसित एलर्जी हुन्छ हैन। मलाई लाग्छ पर। अनि यो चाहिँ मेरो भाइ। यता जा, यता किधर इन्डियाबाट आएको। यता चाहिँ मेरो साथीको घर हो। म चाहिँ पढ्नको लागि सरङ जान्छु, धेरै टाढा हो जाने। अनि सो गाइज दोकान जान लागेको, घाम लागिरहेको एकदम। 5 को 20 मिनेट ले 5 को बाद हुन्छ। अनि हामी बस्ने चाहिँ गाउँमा हो। पछि खिलाउँला नि त तपाईँ। अनि अरू के भन्नु, आज म चाहिँ शान्तिपुरबाट आएको थिएँ। उस दिनबाट म शान्तिपुर गएको थिएँ, तो आज शान्तिपुरबाट आएको। एकदम हावा लागिरहेछ। वाउ, एकदम वाउ दिदी शान्तिपुरमा बहुत जाडो सुन्दर भएको छ। मलाई जाडो। आज छुट्टी थियो र? आज होली हो नि त। सबैलाई ह्याप्पी होली साथीहरू। कमेन्टमा गएर ह्याप्पी होली लेखिदिनु होला। च्यानलको सब्स्क्राइब लाइक पनि गरिदिनु होला। लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला भन्ने आशा गरेका छौँ। दिलबाट ह्याप्पी होली भनिदिनु। दिलबाट ह्याप्पी होली भनिदिनु होला। हामी चाहिँ जान लागेको दोकान। यता चाहिँ आन्टीको घर। अनि हामी चाहिँ जान लागेको दोकान। दोकानमा गएर पनि भ्लग कन्टिन्यू गर्छौँ। थोरै हिन्दी मिसाएर बोल्ने बानी छ, माफ गरिदिनु होला। यहाँ चाहिँ हाम्रो बाटो बन्न लागेको छ। यता पारी चाहिँ हाम्रो वडा नम्बर 1। अनि सो गाइज माथि दिब्रुङ सो गाइज यता चाहिँ बाटो निर्माण हुन लाग्छ। अनि म चाहिँ सो गाइज पछाडि चाहिँ बाटो निर्माण हुन लाग्छ।
हाम्रो गाउँमा अनि अगाडि आउन थालेछ दोकान सो गाइज फाइनली दोकान आइसकेको छ आइसक्यो यता यता चाहिँ दोकान दोकान छ यतातिर दिदी दोकानमा आउनु त तेरे जैसे दुनिया में कोई भी नहीं यता चाहिँ हाम्रो पुष्पा दिदी साउनी भ्लग ह्याप्पी होली ह्याप्पी होली दिदी भन्नु न फेरि तेरे जैसे दुनिया में कोई भी नहीं हेलो गाइज फाइनली म दोकान गएर फर्किसकेको छु पछाडि छ मेरो भाइ अनि यता मेरो साथीको घर हाम्रो गाउँ रमाइलो गाउँ छ हेर्नु होला यता चाहिँ बारी ₹5 दिएछ अनि गाइज एकदम हुरी चलिरहेको कि हाम्रो गाउँमा फेरि अनि यता चाहिँ हाम्रो गाउँको अङ्कल उहाँ चाहिँ रक्सी खाएर बाटोमा आउनुभयो अनि एकदम हुरी लाग्छ बाल पनि सामान लगाएर हो यता चाहिँ हाम्रो वडा कार्यालय हो यता चाहिँ एकदम हुरी लाग्छ कि हाम्रो गाउँमा फेरि एकदम हुरी लाग्छ हाम्रो यहाँ हामी भलिबल खेल्ने ग्राउन्ड एकदम रमाइलो छ यहाँ फेरि अनि अब दादा यो चाहिँ मेरो दिदी भाइ सम्हालेर राख अनि गाइजहरू के नझुन्नी न यता चाहिँ मेरो बहिनीहरू आइरहेका छन् सो गाइज कहाँ जानु नि हजुरहरू घुम्न जाने होइन नाइ म त जान्न धोका लागेको छैन सुकला राखु के मैले फाइनली गाइज घर आइसकेको छ हेरेर साथ सपोर्ट लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्ने आशा गरेकी छु थ्याङ्क यू